अब एउटा एसिया महादेशमा, पूर्व एसिया महादेशमा, पश्चिम एसिया होइन, पूर्व एसिया महादेशमा एउटा नेता जन्मिन्छ, एउटा शक्तिशाली नेता जन्मिन्छ। त्यसको मुखमा सब पछि लाग्नुपर्छ। यही भन्छौँ हामीले सुरक्षा दिइहाल्छ, हामीले रक्षा दिइहाल्छ। अब नेता भएपछि त पापी हुनु पर्यो होइन, राजा भएपछि पनि पापी हुनु पर्यो। मान्छे नमारिकन राजा हुँदैन, नेता हुँदाखेरि मान्छे नभए नेता हुँदैन। यसले गर्दाखेरि यस्तो एउटा आउँछ है, त मेरो उमेरले त्यो भेट्छ भेट्दैन आइपुग्छ। त्यसले गर्दाखेरि मैले अहिले भनिराखेँ एउटा मुख्य मेरो भविष्यवाणी त्यो छ र त्यसको मुखमा सबै बसिरहनुपर्छ। त्यस्तो दिन आउँछ, त्यस्तो दिन आउँछ। यसले गर्दाखेरि अब यो तपाईँले सुनिराख्नु र आदि भविष्यवाणी पुगिसकेको छ, आदि पुग्नु बाँकी छ, अब पुग्छ। त्यो सबै पुग्यो भने अब मलाई विश्वले एकपल्ट मलाई सोच, मान्छे कम्ती रहन्छ। यसले गर्दाखेरि त्यो मेरो अडान हो र तपाईँहरूले यति भने र अरू कुराहरू तपाईँहरू 207